राजवादीको प्रदर्शनले आतिए गणतन्त्रवादी लगाए निषेधाज्ञा आदरणीय दर्शकहरू नमस्कार। तपाईँहरूमा फेरि पनि उपस्थित भइसकेको छु। म सुमन बम्दन। यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने हाम्रो सुनौलो नेपाल न्युज युट्युब च्यानललाई सब्सक्राइब गरेर नजिकै आउने घन्टीलाई प्रेस गरेर हामीसँगै जोडिनुहोला। ढिला नगरिकन आजको भिडियोले सुरुवात गर्न अनुमति चाहन्छु। राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रममा सफल भएको भन्दै आम नागरिकप्रति कृतज्ञता व्यक्त गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेलको अध्यक्षतामा सोमबार केन्द्रीय कार्यालय धुम्बाराईमा बसेको पदाधिकारी बैठकपछि जारी विज्ञप्तिमा स्वागतमा विशाल उपस्थितिले नेपालमा राज संस्थाको आवश्यकता प्रमाणित भएको पार्टीको निष्कर्ष रहेको उल्लेख गरेको छ। यस्तै पार्टीले सञ्चालन गर्ने आन्दोलन लगायत विविध विषयमा छलफल गर्न आगामी चैत्र 3 गते केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने निर्णय भएको पनि विज्ञप्तिमा जनाएको छ। बैठकले आम राजनीतिक दललाई निषेधको राजनीति छोडेर नयाँ समझदारीमा आउन पनि आह्वान गरेको छ। आदरणीय दर्शकहरू, हजुरले यस विषयप्रति के भन्न चाहनुहुन्छ? आफ्नो मनमा लागेको सल्लाह सुझाव र प्रतिक्रिया छ भने तलको कमेन्ट बक्समा राख्नु भन्दै हामी यसै ताजा न्युजका साथमा तपाईँहरूमा फेरि पनि उपस्थित हुने नै छौँ। तबसम्मको लागि बिदा दिनुहोस्। हस्त, नमस्ते, जय नेपाल।